सो हेलो एन्ड नमस्ते गाइस, गुड मर्निङ फ्रम पोखरा। हामी चाहिँ आज दुईजना मात्र कोरी ट्रेक होइन सलमान रेडी हुँदैछ। जिन्दगीको फर्स्ट ट्रेक होइन, हामी अब यसो रेडी भम होइन। यहाँ सब सामान अब प्याक हुँदैछ, तर हाम्रो चाहिँ अलिकति टाइम डिले भयो कि होइन। अरू अब 6-7 वर्ष हिँड्छ नै छ, हामी अघि भर्खर उठेर 11 बजिसक्यो। सामानहरू सबै प्याक गर्न सक्यौँ। तपाईँको यहाँ एउटा मेन प्रब्लम चाहिँ के भयो भन्दाखेरि चाहिँ उहाँ चाहिँ एनसिलको क्यामेराले एनटिसी खोज्नुपर्ने भयो। एनटिसीले कहाँबाट कस्तो माग्नु पर्ने होइन, त्यही प्रब्लम भयो। अरू हामीलाई केही छैन होइन, कहाँ पुग्यौँ भनेर घरकोलाई चाहिँ इन्फर्मेसन त दिनुपर्छ होइन। आफ्नोजना अब कहाँ गयो होइन, त्यही त गर्नु पऱ्यो जुगाड होइन। अब हामी खाना नि खाएन, मलाई 11 बजिसक्यो, 11:30 लागिसक्यो, 1 बजीको गाडी छ होइन, घरमै छ। यस्तै न्यानो लुगाहरू जान्छ भने चाहिँ बिचमा अब बिचमा। सो गाइस, अहिले चाहिँ अब हामी एनएसएलको सिट नचलेर नागरिक निकालेर एनसीको सिट लिन जानु लाग्यो होइन। यो अनएक्सपेक्टेड जस्तै हो कि अब हिजोसम्म हामी वाङ जाने कुरा थियो होइन, राति के मुड चेन्ज भयो अनि कोरी गइदिउँ भन्ने कुरा भयो। चाहिँदैन दुईजना भएपछि नभए हामी दुईजना मात्रै बिना कन्ट्याक्ट टाइम जान अहिले सिम निकालेर भेट्यौँ है त। फेरि वेलकम होइन। अनि हामी चाहिँ आज यात्रा कोरीसम्म हुन्छ, तर कोरी पुगिन्न आज सिक्लेसमै बास बस्न पर्ला जस्तो हो। 1 बजीसम्म काम खोला पुग्ने भनेको घरै 1 बजिसक्यो, सिम निकाल्नु परेर यहाँ निस्केर बसिसक्यौँ होइन। ल मम्मी बाई बाई। ल लगाइज होइन, हामी घरबाट निस्किसक्यौँ। बल्ल 1:30 भयो, 1 बजे उहाँ पुग्न पर्थ्यो। यहाँबाट त त्यति भयो होइन। अब यहाँ रोक्न लगाउने यता। अब यहाँ चाहिँ हामी पैसा निकालिन्छ होइन। लगाइज हामी चाहिँ बुल किन्दैछौँ होइन। हामी चाहिँ यहाँ गाडी कुर्दै गरेको अवस्था छ। 4वटा रेडबुल भयो होइन। गाडी कुर्दै हामी चाहिँ बस पार्कमा। अनि के लिने होला? बिस्कुट होइन, इनर्जी। यो चाहिँ एनर्जी ड्रिङ्क भयो के अरे, हेस्सा भएकोमा खानु हुन्छ होइन। फ्रिजमा राख्नै पर्दैन भने उहाँ त यसै। हामी चाहिँ काउखोला छौँ। गाइज हाम्रो किनमेल भइसकेको छ होइन। हामीले अहिलेको लागि चाहिँ यति नै लिएछौँ के अरे होइन। 4 स्प्राइट होइन। राजा कस्तो फिल हुँदैछ? एक्साइटेड, डेन्जरै एक्साइटेड हो। अस्तिबाट हामी कति 1 हप्ता 10 दिन अगाडिबाट प्लान बनाएको, तर बिहान चाहिँ कस्तो भन्दा सिम खोज्दाखेरि लाभा बनायो, डेन्जरै लाभा बनायो। आत्तेर आयो, लास्टमा गाडी नि छुट्यो फुल भएर। अब हामी यहाँ यसो प्याकिङ हान्दैछौँ होइन। नेपालको झन्डा बोकेर कस्तो मजा आउला त हिमाल चढ्दाखेरि। हिमाल होइन। लगेटा हामी चाहिँ अब अहिले बस आएपछि अनि त्यतिखेर भेट्नुपर्छ है त। ल हाम्रो गाडी आइसक्यो फाइनली, 1.5 घन्टा कुदेर। ल राजा कस्तो फिल भइरहेको? हामी चाहिँ अगाडि बसेर जाने हौँ। यहाँ चाहिँ होइन केही भएन, हामी आफ्नै भाइबमा हो। यहाँ छ ट्रेकिङ स्टिक। लगेटा अब जर्नी सुरु भएपछि अब अहिले भ्यू देख्न पर्छ। अहिले भ्यू हेरौँला है त। ल हामी चाहिँ अब ठ्याक्क सिक्लेसको बाटो सुरु हुँदैछ बल्ल। यो फुल कटेसी चाहिँ अनि हाम्रो सिक्लेसको यात्रा सुरु हुन्छ। जाने चाहिँ यताबाट हो होइन। दामी फुल हालेको है। यात्रा गरेको थाहा लेट्स गो।
अब अनि कोरीको ट्रिप बवाल हुने होइन बाटो हेर्दै अनि यस्तो दामी छ भनेको बाटो नि दुईजना हामी ढुक्क हो कि होइन कोही चाहिन्छ हेर्दा यो भ्यू यस्तो कतिवटा बाटो आउँछ भने हामीलाई पनि थाहा छैन त्योभन्दा अगाडि एउटा अझै मिठो भ्यू है त कस्तो कस्तो ठाउँ जाने होला होइन बारेमा के भनिदिनु त के भन्ने खिलाङ्गा हो म खिलाङ्गै हो हजुर ए दाइको घर नि खिलाङ्गे रहेछ गाउँहरु छ हजुर दाइ ऊ त गाउँ चाहिँ कुन रे त्यो पारेको चाहिँ टाङटिङ हो हजुर ए गाई छैन 40-45 दाइले हामीलाई तर डेन्जर चाँडो यहाँसम्म ल्याइदिनु भयो आज यो खिलाङ गाउँसम्म भ्यू चाहिँ खत्रै छ होइन सही केटा होइन दामी छ भने भ्यू त होइन चढेर नि देखाउँछु दिस इज कल लाइफ टाइम मेमोरी के होइन जिन्दगीभरको लागि मेमोरी हुने ठाउँ यो चाहिँ होइन कहिले नआएको ठाउँ दामी रमाइलो भयो यो भनेको जिन्दगीभरको लागि मेमोरी हुने ठाउँ अहिले नआएको ठाउँ दामी रमाइलो लागिरहेको अझै सिक्लेस पुग्न त टाइम बाँकी नै छ टाइममा पुग्यो भने हामी तासातिर उक्लिन्छौँ है टाइम भएन भने अब त्यही हो सिक्लेसमा रमाइलो गर्नुपर्छ भोलि बिहानै तासा निस्किनुपर्छ होइन हेलो सु यो भ्यू हेर्दाखेरि जस्तो खुसी त केही लाग्दैन कि होइन गरौँला है यसरी नै अब सिक्लेस पुग्ने बेलामा भेटौँला है त जहाँ पनि देखाउन मिल्दैन केटा हो हामी चाहिँ पुग्नु पर्ने हो होइन हाउ यु फिलिङ म्यान होइन यो भ्यू हेर्न पाउँदाखेरि यो सुकुन पिस हेर्न पाउँदाखेरि यो पुच्छर तसल छ त्यहाँ अहिले त के अरे होटल पनि छ नि हो त्यहाँ सेतो देखेछ नि हजुर हजुर हो त्यो दुईटामा होटल पनि छ ए एकदम रमाइलो लाग्यो ल बुवा हेर्दै गर्नुपर्छ अर्कोचोटि आएछ है ल हामी चाहिँ अब यहाँबाट निस्केको केटा हो ल हामी चाहिँ भर्खरै यहाँ पासपोर्टमा आइसक्यौँ वेलकम टु सिक्लेसपोर्ट त्यहाँ छ हिमाल कस्तो दामी देखेको होला त
बस्ने होटल चाहिँ यही हो होइन, यहीँ हामी बस्ने चाहिँ। के छ यो ए यो भ्यू चाहिँ मिठो छ होइन। लगडा अझ भ्लगिङ भएकै छैन, खरै झरेको अब त बल्ल सुरु हुन्छ। हामी त्यतातिर चाहिँ जान्छौँ जसरी नै जानै पर्छ त्यहाँ त होइन। पर्छ ओहो हिमालको छेउमै आएको त कस्तो मजा आएको होला भनेको। गेट नलगाइकन त यहाँ त मरिन्छ केटा। जस्तै दिदी सन्चै हुन्छ। हाम्रो चाहिँ रुम होइन, उयो यहाँ चाहिँ ब्याग यस्तरी फालौँ। हाम्रो रुम चाहिँ यो छ होइन। त्यो हिमाल देख्दाखेरि छ गाइस, हामी चाहिँ सिक्लेस आइसक्यौँ होइन। यो चाहिँ सिक्लेस गाउँ। यो पछाडिको हिमाल देख्दा पो आमामा क्यामेरामा तर रियल आँखाले हेरे जस्तो त देखिन्न, तर पनि यो ठाउँ चाहिँ लभली है। त्यही नै हो होइन। अहिले हामी त सिक्लेस गाउँ गयौँ त एकैछिन घुम्नलाई। ओहो जाडो त थेट, जाडो त मिठो रहेछ त जाडो त। हिमाल देख्दाखेरि आनन्द आएको क्या भने होइन। सही हो सही हो। यो हरि भोग्ला अब केही खानु होइन, निस्किन पर्ला। र अहिले त बाँकी नै छ नि भने ल केटा हो। अब चाहिँ भात खाँदै है त के भयो पिरो भयो। ल केटा हो फेरि कसम मुसेपछि याद आएको कि भिडियो बनाउनु पर्ने, त्यही भएर होइन। अब चाहिँ मिठो तरिकाले खान्छ, यस्तो चिसो भयो भने होइन के भन्ने। अब यो तातो चाहिँ भात खानुपर्छ, अनि त्यही हो खाएर सुतेर उठेर अनि चिकन सर्दैछ त। अब चाहिँ हामी खाना खायो नि अनि सुतेर होइन। अनि अब सिधै भोलि हात पार्नु पर्छ।